Hi everyone, आज चाहिँ हामी स्टेट्स अफ म्याटरको फर्स्ट न्युमेरिकल फ्रम ओल्ड इज गोल्ड गर्न गइरहेको छौँ जुन चाहिँ 28 नम्बर हो। सो लेट्स सी यहाँ के दिएको छ। पहिला हामीलाई यहाँनिर के दिएको छ त मास अफ द एन इभ्याकुएटेड ग्लास भेसल वेट्स 50 ग्राम वेन एम्टी हैन। पहिला चाहिँ मास अफ द भेसल वेन एम्टीमा दिएको छ। त्यस पछाडि हामीलाई के भनेको छ त 148 ग्राम वेन filled with the liquid of density 0.98 ग्राम पर मोल दिएको छ। त्यसरी हामीलाई मास अफ भेसल प्लस लिक्विडको मास दिएको हो। यो खासमा लिक्विडको मास मात्रै होइन, यो चाहिँ दुईटैको प्लस गरेर दिएको मास हो। त्यस पछाडि डेन्सिटी अफ द लिक्विड दिएको छ हामीलाई। अनि त्यस पछाडि अर्को भनेको के दिएको छ भन्दाखेरि 50.5 ग्राम वेन फिल्ड विथ आइडियल ग्यास भनेको छ। भनेपछि भेसलमा जब आइडियल ग्यास हालेपछि त्यो भेसलको मास चाहिँ कति रहेछ त 50.5 ग्राम रहेछ। अनि कति प्रेसरमा राख्यो अरे त 760 mm अफ एचजीमा राख्यो अरे। कति टेम्परेचरमा त 27 डिग्री सेल्सियसमा राख्यो अरे। अनि क्वेसनले हामीलाई सोधेको कुरा के हो, हाउ मेनी नम्बर अफ मोलिक्युल्स आर प्रेजेन्ट इन 12.3 ग्राम अफ ग्यास। सो लेट्स सल्भ गरौँ है हामी। अब यहाँनिर प्रेसर भयो, टेम्परेचरलाई हामीले केल्भिनमा चेन्ज गऱ्यौँ, त्यसरी क्वेसनले मागेको कुरा हामीले लेख्यौँ। सो लेट्स डु द सोल्युसन हियर। अब हेरौँ यहाँनिर हामीलाई के निकाल्नुपर्छ भन्दाखेरि हेयर नाउ गर्ने मास अफ द लिक्विड निकालौँ। पहिला त हामी मास अफ लिक्विड निकालौँ। लिक्विडको मास कति हुन्छ त 148 मा हामीले यदि 50 माइनस गऱ्यौँ भने कति आउँछ। सो यति गर्दा चाहिँ हाम्रो 98 ग्राम आयो। त्यस पछाडि हामीलाई मास थाहा छ, डेन्सिटी पनि थाहा छ भनेपछि हामी भोल्युम अफ लिक्विड निकाल्छौँ। त्यस पछाडि मास अफ द लिक्विड हामीलाई थाहा छ भनेपछि अब हामी डेन्सिटी पनि हामीलाई देखिएछ भनेपछि अब हामी भोल्युम अफ द लिक्विड निकाल्छौँ। भोल्युम अफ लिक्विड निकाल्नको लागि चाहिँ हामी 98 ग्राम डिभाइड बाई 0.98 ग्राम गर्छौँ, जसको चाहिँ कति आउँछ त 100 ml आउँछ। यो कति हामीले दिएको छ भन्दाखेरि यो एमएलमा आउने हो खासमा। त्यस पछाडि हामीलाई भोल्युम थाहा छ। हामीलाई यति कुरा थाहा हुनुपर्ने हो कि भोल्युम अफ भेसल इज इक्वल टु भोल्युम अफ द लिक्विड इज इक्वल टु भोल्युम अफ द आइडियल ग्यास हैन। यो के हो, आइडियल ग्यासको सबैको भोल्युम हो। त्यस पछाडि हामीलाई थाहा छ मास अफ द आइडियल ग्यास निकाल्नुपर्छ, किनभने हामी आइडियल ग्यासको फर्मुला युज गर्न आँटेको छौँ, त्यो पिभी इक्वल टु एनआरटी वाला। मास अफ आइडियल ग्यास निकालेर हामीलाई अघि दिएको छ भेसल प्लस आइडियल ग्यासको मास दिएको छ 50.5 ग्राम। अनि हामीलाई थाहा छ एम्टी हुँदाखेरि भेसलको मास कति रहेछ त 50 रहेछ, भनेपछि जम्मा 0.5 ग्राम रहेछ। त्यसपछि अब के गर्ने त हेयर हामीलाई थाहा भइसक्यो सबै थोक बाई के गर्ने त आइडियल ग्यास फर्मुला, बाई युजिङ आइडियल ग्यास फर्मुला। आइडियल ग्यासको फर्मुला युज गर्ने पिभी इक्वल टु एनआरटी। एनको फर्मुला के हुन्छ त यसमा स्मल एम बाई क्यापिटल एम, मतलब कि मोलर मास बाई मास तो गर्ने। त्यस पछाडि प्रेसर भनेको हामीलाई कति छ 760 mm अफ एचजी दिएको छ, जुन भनेको के हो त 180 m भयो। त्यस पछाडि अर्को भनेको यसबाट हामीलाई मोलर मास निकाल्नु छ, सो एमआरटी डिभाइड बाई पिभी हुन्छ हैन। सो स्मल एम भनेको कति हो त 0.5 हो। अनि क्यापिटल आर भनेको के हो 0.0821 हो। टेम्परेचर भनेको कति हो त हाम्रो खासमा यहाँनिर दिएको छ 300 हो। त्यस पछाडि प्रेसर भनेको कति हो त हामीलाई दिएको छ प्रेसर 180 m। अनि भोल्युम भनेको कति हो त 0. कहाँ दिएको छ 0. ml निकालेको छौँ हामीले। यो भनेको कति हो त 0.1 लिटर हो। सो यहाँनिर 0.1 लिटर गर्दाखेरि यसको हाम्रो भोल्युम आउँछ 123.1 ग्राम आउँछ। यहाँ हेरौँ हामीले यति गरिसकेपछि के हुन्छ भन्दाखेरि यति आयो होइन। के गर्ने भन्दाखेरि हामीलाई क्वेसन के भन्छ नम्बर अफ मोलिक्युल्स इन 12.3 ग्राम भनेको छ। सो वेट अफ द मास बाई मोलर मास इन्टु एनए, यो भनेको के हो खासमा हाम्रो। त्यसपछि के हुन्छ भन्दाखेरि यति पुट गर्ने अनि यसको हाम्रो एन्सर आउँछ 6.014 इन्टु 10 टु द पावर 22 मोलिक्युल्स आउँछ। यसरी चाहिँ हाम्रो एन्सर आएको हो। यो क्वेसन यसरी सल्भ हुन्छ। खासमा यो क्वेसन सजिलै छ, तर यसमा हामीले थाहा पाउने कुरा के हो भन्दाखेरि भोल्युम अफ द भेसल र यो सबै इक्वल हुन्छ। त्यसरी आइडियल ग्यासको फर्मुला चाहिँ हामीले युज गरिकन मोलर मास निकाल्ने, किनभने मोलर मास कन्स्ट्यान्ट नै हुन्छ, मतलब कि यो चेन्ज हुँदैन। त्यस पछाडि यहाँनिर निकालेर पुट गरेपछि अनि यसरी सल्भ हुन्छ।